चुनाव नजिकिँदैछ। नेता घर घर आउँछन्, हात मिलाउँछन्, वाचा गर्छन्। तर भोट हाल्नु अघि यदि तपाईले यी 5 कुरा जाँच्नु भएन भने यो निर्णयले 5 वर्षसम्म असर गर्न सक्छ। पहिलो कुरा, ऊ पहिले के थियो? यदि ऊ पहिलेदेखि नै पदमा थियो भने त्यो समयमा के परिवर्तन भयो? के कुनै योजना पूरा भयो कि केवल भाषण मात्रै बढ्यो? कुरा होइन, पहिलेको काम जाँच्नुहोस्। काम नदेखिएको ठाउँमा फेरि चमत्कार हुने सम्भावना कम हुन्छ। दोस्रो कुरा, चुनावको पैसा कहाँबाट आयो? चुनाव सस्तो हुँदैन। पोस्टर, सभा, प्रचार सबैमा ठूलो खर्च हुन्छ। यदि कसैले करोडौं खर्च गरिरहेको छ भने त्यो पैसा नाफा बिना किन खर्च गर्ने? जसको पछाडि स्वार्थ हुन्छ, निर्णय पनि त्यहीबाट प्रभावित हुन्छ। पारदर्शिता नदेखिने ठाउँमा सावधानी आवश्यक हुन्छ। तेस्रो कुरा, संकटको समयमा ऊ कहाँ थियो? कोभिड, बाढी वा कुनै आपतकालीन अवस्था, त्यो बेला ऊ जनताबीच देखिन्थ्यो कि थिएन? नेता भाषणमा बलियो देखिन सक्छ, तर वास्तविक परीक्षा संकटमा हुन्छ। संकटमा साथ दिने व्यक्ति सत्ता पाएपछि पनि जिम्मेवार हुने सम्भावना बढी हुन्छ। चौथो कुरा, के तपाईले घोषणा पत्र पढ्नुभयो? हामी भाषण सुन्छौं तर लिखित प्रतिबद्धता पढ्दैनौं। योजना कागजमा के छ? के त्यो मापन गर्न मिल्ने छ कि केवल भावनात्मक शब्द मात्र छन्? भोट हाल्नु अघि कम्तीमा केही मिनेट पढ्न सकिन्छ, किनकि 5 वर्षको निर्णय 5 मिनेट सोचेर गर्न सकिन्छ। अब पाँचौं र सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि ऊ पार्टी बिना एक्लै उभिएको भए के तपाईं अझै भोट दिनुहुन्थ्यो? यदि उत्तर हो भने सायद तपाईं व्यक्ति छान्दै हुनुहुन्छ। यदि उत्तर पार्टीको कारण मात्र हो भने सायद तपाईं भावना छान्दै हुनुहुन्छ। नेता हाम्रो जातको हुन सक्छ, हाम्रो क्षेत्रको हुन सक्छ, तर काम सबैका लागि हुनुपर्छ। भोट भनेको 1 प्लेट मासु भात होइन, 1000 रुपैयाँ होइन। भोट भनेको 5 वर्षको निर्णय हो। आजको सानो फाइदाले 5 वर्षको असर निर्धारण गर्न सक्छ। भोट हाल्नु अघि यी 5 कुरा सम्झनुहोस्। लोकतन्त्र बलियो तब हुन्छ जब नागरिक सचेत हुन्छ। निर्णय तपाईको हो, भविष्य पनि तपाईको नै हुनेछ।